back to my channel. So today also I'm back with another new reaction video. So movie Outlaw दफा 219 को चाहिँ न्यू सङ रिलिज भइसकेको छ. So यो सङको टाइटल रहेको छ अन्धो कानुन. So यो मुभी को चाहिँ मैले टिजर एन्ड देन ट्रेलर देखि नै मैले फलो गर्दै आइरहेको छु यो मुभी चाहिँ हैन. So म चाहिँ एकदम धेरै एक्साइटेड थिए यसको सङ्ग्सहरु चाहिँ कस्तो आउँछ भनेर. यो मुभी को चाहिँ सङ रिलिज भइसकेको छ र यो सङमा चाहिँ भोकल रहेको छ मिस्टर डी अनि र्याप लिरिक्स एन्ड देन मेलोडी कम्पोज्ड बाइ मिस्टर डी. सो फिमेल भोकल रहेको छ नितु पुनको. सो लेट्स सी यो सङ कस्तो छ सुनौं है त. Varasuba Digital, enjoy with us. जनता मारी खाने यिनीहरूको सिद्धान्त पैसा दिएको सारा नेताहरूले बीच काट्छ घुसखोरी बलात्कारी यिनीहरूकै बीचमा छ घर तिमीहरू अपराधीलाई प्रोटेक्ट भेडाको सोच फाको तर तेरो झोले अहिले जनताको पसिनालाई जाड माने खान्छस् पछि जनताले रगतको खान्छ तेरो खोले कहिले जातमा फुटाइस कहिले धर्ममा कहिले भौगोलिक आधार कहिले वर्गमा यति धेरै फुटिसक्यौ हामी नेपालीहरू अब सिसा पनि घुम्छौ तेरो कर्ममा तेरो कालो धनसँगै कालै छ मन भर्तीको काम थाम भयो चापलुसीपन कहिले नेताको गुलामी कहिले गुण्डाको गुलामी पावर पालाहरूको यिनीहरू नाक मुनि छन् अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरू. ओ माय गुडनेस व्हाट अ ग्रेट लिरिक्स हैन. नोट फाल्यो भोट खायो हर बार त्यही सरकार. माय गुडनेस कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार. लागि भन्न सक्का तैँले कतिवटा रेपिस्ट समातिस कहाँनिर पावर लगाएर रेपिस्ट भगातिस कतिको सोधो छोरोहरूलाई रेपिस्ट बनातिस चोक तेरो त्यो कानुनको तराजुमा गरिबलाई संविधान धनीलाई भत्ताभुङ्ग न्यायको कटघरामा निर्दोषहरू चिच्चाइरहँदा व्यस्त भयो न्यायाधीश फटाहरूको कथा सुन्न जनताको सपना नै भइसक्यो यहाँ छताछुल्ल थाहा छैन चोरहरूलाई त्यसको माया कता हुन्छ मुखमा राम अनि मनमा हराम बोकी हतारा हात तर उसैको नै सफामुख छ भविष्य कालो हाम्रो नेताहरूको पैसा जस्तो राजनीति यिनीहरूको कुकुरको पैसा जस्तो मिलेर खान पाए जोसँग नि अर्काइहाल्छन् हल्लाइहाल्छन् पुच्छर कैद कार्तिकको महिना जस्तो अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार अन्ध कानुन अनि पहिरोको सरकार नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार. अन्यायको विरुद्धमा एक मात्र आवाज आउटलॉ दफा 219. Oh my goodness, what a lyrics by Mr. D. Literally I got goosebumps के और what a song. मैले चाहिँ सोचेकै थिएन यति राम्रो सङ छ होला भनेर चाहिँ हैन. ह्याट्स अफ टु मिस्टर डी हैन. आई एम टोटली सक्ड हैन. सो यो सङको चाहिँ मैले लिरिक्स सुनेर अनि ट्रेलर पनि एकदमै धेरै राम्रो थियो के. सो यो मुभीको चाहिँ सो एभ्रीवन इज लभिङ द मुभीज ट्रेलर हैन. सो अनि फेरि यो सङ पनि रिलिज भएछ हैन. सो लास्ट चरणको चाहिँ सङ रहेको थियो जुन बालेन साहबको नेपाल हाँसेको भन्ने सङ जुन थियो नि. सो त्यो सङ पछि चाहिँ यो अर्को ऱ्याप सङ चाहिँ सो त्यस्तै नै राम्रो आएको रहेछ हैन. सो
एकदमै मन छुने सो टाइपको सङ हैन। सो यो आउटला मुभी पनि पोलिटिक्स रिलेटेड नै छ जस्तो छ हैन। सो यसको म्युजिक भिडियो एन्ड देन यसको लिरिक्स सो मलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो। सो हजुरहरूलाई चाहिँ मेरो रियाक्सन भिडियो कस्तो लाग्यो मन पर्यो भने प्लिज लाइक कमेन्ट एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ, टेक केयर, बाई बाई।